नमस्कार दर्शकबिन, यति बेला हामी नेपालकै पहिलो ओभरपास वार्खो ओभरपासबाट यो भिडियो प्रस्तुत गरिरहेका छौँ। ठेकेदार कम्पनीले समयमै काम नसक्दाखेरि केही समय ढिलो हुन पुगेको वार्खो ओभरपास यति बेला भने अन्तिम चरणमा पुगिसकेको छ। अबको केही समयपछि नै वार्खो ओभरपास सञ्चालनमा आउनेछ र ओभरपास हुँदै गाडीहरू उड्नेछन्। विशेष गरी यही क्षेत्रहरूमा उच्च सवारी जाम हुने भएकाले घन्टौँसम्म पनि सवारी जामहरू हुने गरेका छन्। यदि यो ओभरपास सञ्चालनमा आयो भने घन्टौँसम्म सवारी जामबाट छुटकारा पाइनेछ र यी क्षेत्रमा हुने सवारी जामहरू पनि न्यूनीकरण हुनेछन्। यति बेला ओभरपासको काम तीव्र गतिमा अगाडि बढिरहेको छ भने कालोपत्रेको काम पनि अन्तिम चरणमा पुगिसकेको छ। सबैजसो भागहरू कालोपत्रे भइसकेका छन् भने केही भागहरू मात्रै कालोपत्रे गर्न बाँकी छ। छेउछाउमा रेलिङको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको छ भने ओभरपासको बिचमा डिभाइडर राख्ने काम पनि अगाडि बढिरहेको छ। पक्कै पनि दर्शकबिन, आम नेपाली जनताको चासोको विषय पनि यही थियो कि वार्खो ओभरपास कहिलेदेखि सञ्चालनमा आउला र हुनु परेको जामको शान्तिबाट छुटकारा पाइएला भनेर। अबको केही दिनपछिबाटै वार्खो ओभरपासबाट गाडीहरू उड्नेछन् र क्षेत्रमा हुने सवारी जामहरू पनि न्यूनीकरण हुँदै जानेछन्। आजको भिडियोमा हामीले वार्खो ओभरपासमा भइरहेका दृश्यहरू देखाइरहेका छौँ।